हेलो साथीहरू, हजुरहरू कस्तो हुनुहुन्छ? सन्चै होला है। साथीहरू यो आजको कार्यक्रम साथीहरू बिहान बिहानको ब्रेकफास्ट बनाइयो, नानीलाई रेडी गरियो, फटाफट 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 मिमीसँग खेलियो। मिमीलाई हेर्नु न क्या मजाले खेल्छ यो। नानीहरू गइसक्यो अनि बाई बाई गर्यो अनि आफ्नो अब काम चाहिँ सुरु हुन्छ है। अब घरको काम मरै काम गर्न सुरु हुन्छ। हस्बेन्ड पनि पुरा आइसक्यो अनि खाजा पनि खाइयो हामीले। अनि घरको काम भयो, यता सफाइ उता सफाइ गर्दा गर्दा कतिखेर टाइम जान्छ साथीहरू थाहै पान्न। आज त के पकाउने पकाउने भन्दै काम गरिरहेको थिएँ साथीहरू। आन्टी पनि आयो, हाम्रो माथिको मालिकनी आन्टी आयो। सीमा सादा ल्याउ न भने खैनी लिएर, हस्बेन्डको खैनी लिएर दिएँ। खैनी खायो अनि आन्टीसँग गफ गर्दा 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 मेरो हेर्नु न साथी, आज मेरो नाकको फुली पनि टुट्यो। बगाउन पनि लाइपत्ताहरू मात्रै छ, कति लाइपत्ताहरू मात्रै खाने भनेर झ्याउ लागेर के पकाउने पकाउने भनेर सोचिरहेको थिएँ साथीहरू। हजुरहरूको के हुँदैछ भन्नु होला है। बाई बाई।